बालेनले जे गर्दैछन् त्यो इतिहासले कहिल्यै देखेको थिएन र नेपालले जे भोग्दैछ त्यो एउटा सुखद भविष्यको सुरुवात हो। नेपालको राजनीतिमा दशकौंदेखि एउटा भाष्य स्थापित थियो। सत्ता भनेको भागवण्डा हो, सरकार भनेको सेटिङ हो र प्रधानमन्त्री भनेको पार्टीको बन्धक हो। तर 2082 फागुन 21 को निर्वाचनपछि जब बालेन्द्र शाह बालेन सिंहदरबार छिरे त्यो पुरानो र सडे गलेको भाष्यलाई पहिलो हप्तामै डस्टबिनमा फालिदिए। अहिले बालेन केवल एउटा प्रधानमन्त्री मात्र होइनन्, उनी नेपाली राज्य सत्ताको 70 वर्ष पुरानो अपरेटिङ सिस्टम रिबुट गर्ने इन्जिनियरका रूपमा देखा परेका छन्। उनले चालेका पछिल्ला कदमहरूले पुराना दलका नेताहरूलाई मात्र होइन, प्रशासनिक संयन्त्रलाई समेत रनभुल्लमा पारिदिएको छ। किनकि बालेन जे गर्दैछन् त्यो अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले कल्पना समेत गरेका थिएनन्। प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरे लगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई एउटै टेबुलमा राखेर जुन छलफल गरे त्यसले काठमाडौँ केन्द्रित मानसिकतालाई ठूलो धक्का दिएको छ। विगतमा प्रधानमन्त्री र मुख्यमन्त्री बीचको सम्बन्ध मालिक र कारिन्दाको जस्तो हुन्थ्यो, तर बालेनले यस सिस्टम म्यानेज र एक्जिक्युटिभ अफिसरको रूपमा परिभाषित गरिदिए। बैठकमा बालेनको एउटै प्रश्न थियो, तपाईको प्रदेशमा बजेट किन खर्च भएन? अवरोध कहाँ छ? मलाई बहाना होइन, फाइल चाहियो। विकास निर्माणमा देखिएको प्रशासनिक र कानुनी गाँठो फुकाउन उनले जुन तत्परता देखाए त्यसले सातै प्रदेशमा नयाँ ऊर्जाको सञ्चार गरेको छ। स्रोत साधनको समुचित बाँडफाँड र राष्ट्रिय प्राथमिकताका योजनामा केन्द्र र प्रदेशको सहकार्य अब भाषणमा मात्रै सीमित नभएर परिणाममा समेत देखिने सङ्केत मिलेको छ। बालेनको सबैभन्दा माइलस्टोक भनिएको 6वटा राष्ट्रिय दलका घोषणापत्रहरू अध्ययन गरेर तयार पारिएको 18 बुँदे राष्ट्रिय प्रतिबद्धता पत्र हो। यो नेपाली संसदीय इतिहासमै पहिलो प्रयोग हो। सामान्यतया चुनाव जितेपछि दलहरूले आफ्ना घोषणापत्रलाई रद्दीको टोकरीमा फाल्छन्, तर बालेनले रासोपा, काङ्ग्रेस, एमाले, माओवादी, अहिलेको नेकपा र श्रम संस्कृतिसँगै राप्रपाका चुनावी बाचालाई ल्याबमा राखेर परीक्षण गरे। उनले भने, तपाईहरूले जनतासँग भोट माग्दा जे कसम खानु भएको थियो म त्यही कार्यान्वयन गरिदिन्छु। अब मलाई कसले र कुनै पनि नैतिकताले विरोध गर्दैन। यो कदमले विपक्षी दलहरूलाई धर्म सङ्कटमा पारिदिएको छ। आफ्नै घोषणापत्रमा भएका बुँदाहरू समेटिएको राष्ट्रिय प्रतिबद्धतालाई न उनीहरूले समर्थन गर्न सकेका छन् न विरोध। बालेनले राजनीतिक द्वन्द्वलाई विकासको प्रतिस्पर्धामा बदल्ने जुन सूत्र प्रयोग गरे त्यो नै उनको सफलताको पहिलो खुड्किलो हो। बालेन सरकारले पारित गरेको 100 बुँदे कार्यसूची केवल कागजको खोस्टो होइन, यो सरकारको प्रोग्रेस रिपोर्ट कार्ड हो। बुँदा नम्बर 3 को कार्यान्वयनका लागि जुन तत्परता देखाइयो त्यसले के स्पष्ट पार्छ भने यो सरकार तदर्थ आधारमा चल्ने छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत छुट्टै संरचना खडा गरेर विकास व्यवस्थापन सचिवलाई अनुगमनको जिम्मा दिनुले कर्मचारी तन्त्रमा पनि ठूलो हलचल पैदा गरेको छ। अब सचिवहरूले प्रधानमन्त्रीलाई हुन्छ हजुर भनेर मात्रै सुख पाउने छैनन्, उनीहरूले सफ्टवेयरमा प्रगतिको तथ्याङ्क अपडेट गर्नुपर्नेछ। बालेनले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूसँग पनि छुट्टा छुट्टै संवाद गरेर एउटा नयाँ मानक स्थापित गरे। विगतमा सांसदहरू प्रधानमन्त्रीको समय माग्न हप्तौं कुर्नु पर्थ्यो, तर बालेनले आफै बोलाएर प्रदेशगत रूपमै समस्या सोधे। उनले सांसदहरूलाई विधायकको भूमिकामा फर्कन आग्रह गरे र विकासका लागि सरकारको ढोका सधैँ खुला रहने सन्देश दिए। यो कुनै राजनीतिक सस्तो लोकप्रियता होइन, बरु राज्यका अङ्गहरू बीचको शक्ति सन्तुलन र समन्वयको उत्कृष्ट नमुना हो। बालेनले आफ्नो ध्यानलाई जथाभावी छरिन दिएका छैनन्। उनले 6वटा मुख्य क्षेत्रलाई अर्जुन दृष्टि बनाएका छन्। आर्थिक स्थायित्व, विदेशी मुद्रा सञ्चित बढाउने र अनावश्यक विलासिताका आयात रोक्ने कडा नीति, कृषि आत्मनिर्भरता, खेतदेखि भान्सासम्म सरकार भन्ने नारालाई उनले प्रविधि र अनुदानसँग जोडेका छन्। पर्यटन र उड्डयन विमानस्थलहरूको प्रभावकारी सञ्चालन र नेपाललाई विश्वको एडभेन्चर हब बनाउने योजना, ऊर्जा र खनिज, बिजुली बेच्ने मात्र होइन, हाइड्रोजन ऊर्जा र खानी उत्खननमा स्वदेशी लगानीलाई प्राथमिकता, पूर्वाधार विकास, टाइमलाइन भित्र काम नसके ठेकदारलाई सिधै कारबाही र गुणस्तरमा शून्य सहनशीलता।
विगतका प्रधानमन्त्रीहरू बिहानदेखि बेलुकासम्म कार्यकर्ताले घेरिएका हुन्थे। उनीहरूको समय कसलाई राजदूत बनाउने, कसलाई मन्त्री बनाउने र कसलाई सरुवा गर्ने भन्नेमा बित्थ्यो। तर बालेनको सचिवालयमा कार्यकर्ता होइन, विज्ञहरूको टोली छ। बालेनको हातमा फाइल हुन तथ्याङ्क छ। बालेनले नेपाली जनतालाई के बुझाइदिए भने देश चलाउन भाषण होइन, भिजन र सिस्टम चाहिन्छ। उनले राजनीतिलाई भावनाबाट निकालेर नतिजाको ट्र्याकमा ल्याएका छन्। पक्कै पनि बालेनको यो बाटो सहज छैन। पुराना दलका सिन्डिकेटहरू उनलाई असफल बनाउन पर्दा पछाडि सक्रिय छन्। कर्मचारी तन्त्रभित्रका सेटिङबाजहरूले बालेनको पारदर्शी कार्यशैली पचेको छैन। कर्मचारी तन्त्रभित्रका सेटिङबाजहरूलाई बालेनको पारदर्शी कार्यशैली पचेको छैन। तर बालेनसँग एउटा यस्तो अस्त्र छ जो अरूसँग छैन। त्यो हो जनताको निस्वार्थ समर्थन। चैत्र 30 गते सार्वजनिक गरिएको 18 बुँदे प्रतिबद्धतामा वैशाख 10 गतेसम्म राय सुझाव मागिएको छ। यसले सरकारलाई समावेशी र जनउत्तरदायी बनाउने बालेनको नियत स्पष्ट छ। उनले देखाएको यो बाटोले नेपालको संघीयतालाई बल्ल वास्तविक अर्थमा कार्यान्वयन गराउँदैछ। बालेन शाहले सुरु गरेको यो प्रशासनिक सर्जिकल स्ट्राइकले नेपालको राजनीतिमा नयाँ मानक खडा गरेको छ। अब आउने प्रधानमन्त्रीहरूलाई बालेनले बनाएको यो बेन्चमार्क भन्दा तल झरेर काम गर्ने छुट हुने छैन। प्रधानमन्त्री बालेनले प्रमाणित गर्दैछन् कि यदि नेतृत्वमा इमान्दारिता र सोचमा स्पष्टता छ भने दशकौंदेखि नसुल्झिएका समस्याहरू केही महिनामै समाधानको बाटोमा जान सक्छन्। यो 100 बुँदे कार्यसूची र 18 बुँदे राष्ट्रिय प्रतिबद्धता केवल कागजका अक्षरहरू होइनन्, यी त समृद्ध नेपाल निर्माणका लागि कोरिएका बलिया रेखाहरू हुन्। बालेनले जे गर्दैछन् त्यो इतिहासले कहिल्यै देखेको थिएन र नेपालले जे भोग्दैछ त्यो एउटा सुखद भविष्यको सुरुवात हो। सिंहदरबारको कुर्सीबाट बालेनले दिएको सन्देश प्रष्ट छ। अब देश गफले होइन, सिस्टमले चल्छ। नेपाली राजनीतिमा जब बालेन युगको विधिवत सुरुवात भएको छ, यसले सफल पार्नु केवल बालेनको मात्रै होइन, हरेक सचेत नागरिकको दायित्व हो। किनकि बालेन सफल हुनु भनेको नेपालको पद्धति सफल हुनु हो।